हाई गाइज, आज चाहिँ माछा खोज्न जाने हाम्रो प्लान छ हैन। अब माछा खोज्न हिँड्यो। अरू साथीहरू चाहिँ गइसक्नु भयो। म चाहिँ अब पछाडि छु हैन। बहुत भिरालो छ बाटो। अरू साथीहरू चाहिँ पर डाँडामा पुगिसक्नु भएको छ। म चाहिँ यताबाट आएको। बाटो बहुत भिरालो छ हैन गाइज, सानो बाटो छ। माछा खोज्न जाने ठाउँ चाहिँ धेरै टाढा छ हैन। समथिङ 2 घण्टा जति लाग्छ होला। मेरो सास फुल्लिएको छ। साथीहरू चाहिँ त्यो डाँडा छ नि, हो त्यो डाँडा भन्दा अलि तल पुगिसक्नु भएको छ। अहिले म चाहिँ एक्लै छु। म यो डाँडामा पुगिसकेँ गाइज। कोही पिकनिक खान आउँछन्, यहाँ पिकनिकहरू पार्टीहरू गर्न आउँछन्। किनकि यहाँ एउटा पानीको समस्या छ, त्यही हो। त्यतिर गाउँहरू देख्न सक्नुहुन्छ गाइज। तल्लो केरौली यो चाहिँ यो फिल्ड छ हैन, राम्रो फिल्ड छ यहाँ। फाइनली गाइज केटाहरूलाई भेटियो हैन, यहाँ छन्। हिलेछ ये बन बाख्रालाई चाहिँ नाम मैले उल्ट्या। फाइनली गाइज केटाहरूलाई भेट्यो हैन। अब 2 जना केटाहरू चाहिँ अगाडि गइसक्नु भएको छ। फाइनली गाइज भेटियो है साथीहरू। तलतिर पुग्ने कार्यक्रम हुन्छ है। है गाइस, लाइ खोलातिर हामी फर्स्टचोटि माछा मार्न हिँड्नेछौँ है। कमसेकम 3 घण्टाको बाटो लागेर। हजुर यहाँ गएर सिधै यिलाई स्वाद झाल्छ हाले त। डोल्लाएको चढौली ताक्र हामीलाई गालाकि ठपन्डानी सिधा स्वाद झाल्छ मगालाक। फाइनली गाइज खोलातिर लाग्यो है हामी चाहिँ। अब माछा मार्ने कार्यक्रम हुन्छ। नागै गाउँ भलक जमा होस् नानीकै। ल यहाँ मार्ने कुरो हुन्छ है। माछा चाहिँ तन्नै छ गरे ल है। ल है हाम्रो भेनाजुले अब जाल है माथि झ्याममै ऊ त्यहाँ हान्नु पर्छ क्या। मच्छी मारा ना हो रे ल। भयो
पानी फाल्दैछन् है। नास्ता लगा ल मैला मिउटा मिसा न त मैला दिदी ल पिन पाकेर रङ गरेर भने जाल जाल माल्यांगो त्याग मानिन्छ सर भाके मानि है मोटा दियाला सुलान्दिया अकरन्छ मोटा दियाला सुलान्दिया Bala dire de war nena do sa palap ti beli gila kan dia ta ini mana putar dah ni नास्ता है गाइस लोग नास्ता टाइम भयो अब हाम्रो फिशिङ हन्टिङ बब्बाल भएको छ है आज चाहिँ माछा हैन बब्बाल भयो माछा हन्टिङ गरियो नि त हामी लास्टमा देखाउँछौँ लास्टमा देखाउने हो माछा त आज चाहिँ नास्ता कार्यक्रम के उतरे ल है गाइज अब जाने कुरो हुन्छ होइन अब घरतिर फाइनल्ली यहाँ माछा लगभग 1 महिना जति छोपियो अब घरतिर लाग्यो यता माइली भाउजू छ हाम्रो सालाजी मोटो सालाजी ल माछा खोजेर अब घरतिर है भिडियो गर्दै है त्यो भिडियो जुना त नदेखाबो मुजी